के तपाईँको बच्चाहरू धेरै जिद्दी गर्छन्? रोएर, कराएर, झगडा गरेर जे पनि पुरा गराउन खोज्छन्? यदि त्यस्तो छ भने बाल मनोचिकित्सक डाक्टरहरूको अनुसार जिद्दी गर्ने बच्चाहरूलाई सुधार्ने 12 वटा तरिकाहरू छन्, जुन आज म तपाईँहरूलाई बताउन गइरहेको छु। सबभन्दा पहिले आफू शान्त रहनुहोस्, कराउनु हुँदैन। यदि तपाईँ नै कराउनु भयो, तपाईँ नै विस्फोट हुनुभयो भने बच्चाले के सोध्छ भने करायो भने, झगडा गर्यो भने आफूले जिद्दी गरेको कुरा पाइँदो रहेछ भन्ने सोच्छ। त्यसैले आफू संयमित रहनु। दोस्रो नम्बरमा बच्चासँग बहस होइन, संवाद गर्नुहोस्। तेस्रो नम्बरमा छ बच्चालाई बिचमै रोकेर आदेश नदिनुहोस्। पहिले उसलाई बिस्तारै ती कुराहरूमा जानकारी दिनुहोस्। चौथो नम्बरमा छ जे कुरा पनि हुँदैन मात्र नभन्नुहोस्। बरु त्यसको साटो अर्को विकल्प दिनुहोस्। पाँचौँ नम्बरमा छ हरेक कुरामा नाई भन्नु हुँदैन। चाहिने कुरामा हो भन्नुहोस्, नचाहिने कुरामा होइन भन्नुहोस्। किनकि हरेक कुरामा तपाईँले नाई भन्नुभयो भने बच्चाले के सोध्छ भने जे कुरामा पनि नाई भन्छ भनेपछि उसलाई रोएर, चिच्चाएर, कराएर चाहिँ म यसलाई जित्छु भन्ने सोच्छ। छैटौँ नम्बरमा छ राम्रो व्यवहारको बच्चालाई प्रशंसा गरिदिनुहोस्। ताकि बच्चालाई के फिल हुन्छ भने राम्रो गर्यो भने बुबाले एप्रिसिएट गर्दैछ, आमाले एप्रिसिएट गर्छ भनेर अर्कोचोटिदेखि राम्रो कुरा गर्नलाई उसलाई प्रेरणा मिलोस्। 7औं नम्बरमा छ एउटा नियम बनाउनुहोस् र त्यसलाई निरन्तरता दिनुहोस्। किनकि बच्चाहरूलाई उसले रोएको बेला तपाईँले जे माग्छ उसले त्यो दिनुभयो भने भोलिपल्ट तपाईँले त्यो कुरा माग्दा दिनु भएन भने उसले के सोध्छ भने म रोएँ भने पाउँदो रहेछु भन्ने सोध्छ। त्यसैले यस्तो नियम बनाउनुहोस् कि सुत्नुभन्दा अगाडि 30 मिनट मात्रै मोबाइल चलाउन दिन्छु। त्यो नियमलाई निरन्तरता दिनुहोस्। बजार जाँदाखेरि एउटा कुरा मात्रै किनिदिन्छु भनेपछि एउटा मात्रै किनिदिनुहोस् जति रोयो भने। त्यसो गर्यो भने बच्चाले के सोध्छ भने एउटा निरन्तरता र एउटा नियम पालना गर्न थाल्छ। 8औं नम्बरमा छ सार्वजनिक ठाउँमा अथवा पब्लिक ठाउँमा मान्छेहरूको भिडमा बच्चाहरूले जिद्दी गर्दाखेरि तुरुन्त नझुक्नुहोस्। कहिलेकाहीँ यस्तो फिल हुन्छ बच्चाहरूले मान्छेको भिडमा रोइदिँदा, कराइदिँदा आफ्नो अलि बेइज्जती भएको महसुस हुन्छ। आफूलाई इम्बारेस फिल हुन्छ। त्यस्तो बेलामा तपाईँले जे भन्यो त्यही पुरा गरिदिनु भयो भने बच्चाहरूको जिद्दी हुने बानी बस्छ। त्यसैले आफू नझुक्नुहोस्। 9औं नम्बरमा छ बच्चाको भावना बुझ्ने प्रयास गर्नुहोस्। 10औं नम्बरमा छ बच्चाले जिद्दी गर्नुको अर्को कारण भनेको बच्चालाई भोक, थकान वा निन्द्रा पनि हुनसक्छ। त्यसैले उसको भावना पनि बुझ्नुपर्छ। 11औं नम्बरमा छ बच्चासँग पर्याप्त मात्रामा समय बिताउनुहोस्। बच्चाले जे गरिरहेको छ त्योसँग तपाईँ पनि खेलिदिनुहोस्। कार्टुन हेरिरहेको छ भने तपाईँ पनि कार्टुन हेरिदिनुहोस्। चित्र कोरिरहेको छ भने चित्र कोरिदिनुहोस्। गीत गाइरहेको छ भने गीत गाइदिनुहोस्। नाचिरहेको छ भने नाचिदिनुहोस्। उसले गरेको कुरालाई यो होइन भनेर यस्तो गर भनेर धेरै नसच्याउनुहोस्। जसले गर्दाफेरि बच्चालाई मनोवैज्ञानिक रूपमा चाहिँ अलिकति असर पर्न सक्छ। त्यसैले उसलाई अगुवाई गर्न दिनुहोस्, आफूले भन्दा पनि। 12औं नम्बरमा छ र सबभन्दा महत्त्वपूर्ण कुरा छ, परिवारभित्र बोल्दा शैली शान्त, सभ्य र सम्मानजनक हुनुपर्छ। यदि तपाईँ बच्चाको अगाडि धेरै कराउनुहुन्छ, धेरै चिच्याउनुहुन्छ, धेरै झगडा गर्नुहुन्छ, एकदम अशान्तिपूर्ण व्यवहार गर्नुहुन्छ भने बच्चाले पनि त्यही कुरा सिक्छ र ऊ झन् जिद्दी हुन थाल्छ, झन् झगडालु हुन थाल्छ। त्यसैले तपाईँले आफ्नो परिवारभित्र चाहिँ एउटा शान्त, सभ्य र एकदम इन्भाइरोमेन्ट पिस बनाइदिनुपर्छ।